साथीहरु नमस्कार, वेलकम छ हजुरहरुलाई ईश्वर भ्लग च्यानलमा। साथीहरु हजुरहरु सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। साथीहरु हजुरहरुको लागि फेरि मैले नयाँ भिडियो ल्याएको छु। यो भिडियोलाई लाइक कमेन्ट गरी माया गरिदिनु होला र अब अगाडि बढौं हामी भिडियोतर्फ। आजको भिडियो रहेको छ हजुरहरुलाई म आफ्नो कोठा देखाउन चाहन्छु, म बस्ने होस्टल देखाउन चाहन्छु। ल सुरु गरौं है त, अगाडि बढौं। यस्तै छ म बस्ने होस्टेलहरु, हेर्न सक्नुहुन्छ। म बस्ने बिल्डिङ सुरुमा त ल पहिला सुरुमा हामी किचन कोठामा प्रवेश गर्यौं। यस्तो छ अहिले, यहाँ मसलाहरु छन् र त्यहाँ दाल पाक्दै छ। एउटा कुनामा छाता पनि छ साथीहरु, र किचन हाम्रो यस्तो रहेको छ। अलिअलि डेकोरेसन भएको छैन, गर्दै छौं। हेर्न सक्नुहुन्छ, झ्याल पनि छ, ढोका यसरी भयो। र हाम्रो किचनको आडैमा दुईटा टोयलेट बाथरुम रहेको छ। यतापट्टि टोयलेट बाथरुम साथमै छ, हेर्न सक्नुहुन्छ। र यतापट्टि पनि टोयलेट रहेको छ। र अब हामी म सुत्ने कोठा देखाउन चाहन्छु हजुरहरुलाई, हेर्न सक्नुहुनेछ। हेर्न सक्नुहुनेछ, 4 वटा बेड छ। साथीहरु घुम्न जानुभयो बाहिर, म भित्र एक्लै कोठामा भएको कारणले भिडियो बनाएँ। अहिले यस्तो रहेको छ। मेरो दराज यतापट्टि छ, यतापट्टि टेबल रहेको छ, साथमा मेरो कपडा ड्रेसहरु पनि छ, युनिफर्म। माथि छ म सुत्ने खाट, भर्याङबाट चढेर जानुपर्छ।